प्र्याक्टिकली यो भिडियो बनाउँदैछु जहाँ तपाईँ आईपीओ को शेयर कसरी बेच्ने भन्ने बारेमा यो भिडियो सिक्नुहुन्छ। तपाईँ कति रेट राख्ने, पैसा कहिले खातामा आउँछ, सबै कुरा क्लियरली बुझ्नुहुन्छ। फर्स्ट कन्डिसन के हो भने आईपीओ बेच्न मिल्ने कन्डिसनमा छ कि छैन त्यो कुरा तपाईले कन्फर्म गर्नुपर्ने हुन्छ। फर एक्जाम्पल तपाईको आश्रममा त आईपीओ पढिसकेको अब पोर्टफोलियोमा आएको छ कि छैन त्यो कुरा कन्फर्म गर्ने। फर एक्जाम्पल यहाँ बीएचसीएल को पोर्टफोलियोमा आइसकेको हैन। अब त्यसपछि तपाईको डिमान्डमा क्रेडिट भइसकेको हुनुपर्छ, पोर्टफोलियोमा आइसकेको हुनुपर्छ। त्यसपछि तपाईलाई चाहिने भनेको अर्को ब्रोकर एकाउन्ट हो। फर एक्जाम्पल मसँग नासा सेक्युरिटीको ब्रोकर एकाउन्टसँग खाता खोलेको छु भने तो ब्रोकर एकाउन्टमा गएर तपाईले बेच्नु पर्ने हुन्छ। अब टीएमएस एकाउन्ट तपाईसँग छैन भने नजिकको ठाउँमा जाने, टीएमएस खोल्ने वा टीएमएस अनलाइन तपाई खोज्नु भयो भने थुप्रै लिंक पाउनुहुन्छ र त्यहाँ गएर फर एक्जाम्पल 45 को लागि रजिस्ट्रेसन कम्प्लिट गर्नुभयो भने मजाले तपाई खोल्न सक्नुहुन्छ अनलाइनबाट। ठीक छ, मसँग छ अनि म यहाँबाट तपाईँ कसरी बेच्ने भन्ने कुरामा सिकाउँदै छु। फर एक्जाम्पल तपाईसँग नासा एक्स को ड्याशबोर्डमा म सिकाउँदैछु किनभने नासा थोरै अलि अरु भन्दा थोरै एडभान्स फिचर दिन्छ जसले तपाईले डिसिजन लिन सजिलो हुन्छ। हुन त यसको मैले प्रमोट गरेको छैन तर प्राय मैले युज गर्ने भनेको यही हो। अब यस नासा एक्स को बाट कसरी गर्ने भन्ने हिसाबले हेर्ने भने अहिले केही बेर अगाडि मैले बुंगल को चेक गरेको थिएँ हैन। बुंगल सर्च गर्नु होला तपाईले र यो बुंगल को मैले हेर्दाखेरि यो 1 2 3 4 5 6 दिनदेखि लगातार 10% ले यसले सर्किट हान्दैछ हैन। अब बुंगललाई हेर्ने हो भने यहाँ तपाईं हेर्न सक्नुहुन्छ तलतिर टप बाई मा छ 1,09,576 किता टप बाई मा छ। यसरी टप बाई मा मात्र छ र सेल मा छैन भने तपाईले नि सेल गर्ने हैन। फर एक्जाम्पल को लागि सेल गर्ने हो भने बीएचसीएल थियो विकास हाइड्रो को हेर्ने हो भने यो सेल गर्दा भयो। फर एक्जाम्पल तपाई स्क्रिप्ट को नाम लेख्नु भयो 10 किता हाल्ने, त्यसपछि प्राइस अब कतिमा सेल गर्ने भन्ने कुरा यो बायर रेट डिसाइड गर्ने हो र बायर सँग तपाई प्राइस म्याच भइसकेपछि मात्र तपाईले त्यो सेट गर्न सक्नुहुन्छ। वा त हाई र लो को पनि तपाई हेल्प लिन सक्नुहुन्छ कि 429 मा खुलेको शेयर र 446 मा यही बीच में तपाईले राख्नु पर्ने हुन्छ। फर एक्जाम्पल को लागि 440 राखे मैले र 440 राखेर के भन्छ यसलाई सेलमा ट्रिगर गरेपछि यहाँ सेल गर्ने हो। अहिले त मैले सेल गर्ने नै त्यही भएर रिसेट गर्दैछु। सेल गरिसकेपछि तपाईले यहाँ आएर रिफ्रेश गर्नुभयो भने तपाईले त्यसको सम्पूर्ण डिटेल्सहरु यहाँ पाउन सक्नुहुन्छ। अब कुन आईपीओ बेच्ने नबेच्ने त्यो सबै कुराहरु तपाईले त्यहाँबाट थाहा पाइसक्नु भएको हो। यो यतातिर आइसकेपछि तपाईले सेलर अर्डर पेन्डिङ छ कि एक्जिक्युट भयो कि भएन भन्ने कुरा तपाई हेर्न सक्नुहुन्छ। अब शेयर बेचेको पैसा कहिले आउँछ भन्ने सोचिराख्नु भएको छ भने नेपालमा अहिले सिस्टम भनेको T+2 छ हैन। अब त्यसले दिएको पैसा म यहाँ फन्डमा तपाई हेर्नु भयो भने यो नसाको छ हैन। यहाँबाट नै तपाईले देखाइदियो। फर एक्जाम्पल मसँग अहिले 1,08,000 कोलेक्टर छ। म थोरै कारोबार पनि गर्छु नि त्यही भएर चाहिँ त्यो थोरै पैसा छ हैन। अब त्यसले चाहिँ खासमा यहाँ देखाएको पैसा छ भने विथड्रॉल फंड में जाने र यो पैसा एक्जाम्पल को लागि चाहियो भने यहाँ हाल्ने, विथड्रॉल अमाउंट में गएर पेस्ट गर्ने र रिक्वेस्ट विथ विथड्रॉल गर्नु भयो भने तपाई मजाले गर्न सक्नुहुन्छ। यहाँबाट पनि र के भन्छ
त्यसको ब्रोकरको अफिसमा पनि कल गरेर मेरो यो एकाउन्ट हो, म चाहिँ विथड्रल गर्न चाहन्छु, के हो तपाईँले त्यो प्लिज चेक गरिदिनु भन्ने हिसाबले भन्नुभयो भने मजाले तपाईँले आफ्नो पैसा समयमै पाउनुहुन्छ। खास कुरा एक्स्ट्रा कुरा के हो भन्ने हो भने बजारमा त्यो आइपिओ को सेयर त्यति आतिर पनि बेच्ने होइन, अलिक हेर्ने हो, कहिलेदेखि सर्किट हान्दैछ र कहिले घट्ने हो बढ्ने हो, त्यो सबै कुरा कम्पनीको क्यापेसिटी र सेलिङ प्लानको हिसाबले तपाईँ राख्नु होला। यो भिडियो खासमा एजुकेसन पर्पजको लागि मात्र हो होइन। साथीहरु, तपाईले यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला। यत्रो बेरसम्म भिडियोमा बनिराख्नु भएको